सम्य भृगुनन्दन साधुवादं वैयासकिः स भगवानथ विष्णुरातं प्रत्यर्च्य कृष्णचरितं कलिकल्मषघ्नं व्याहरे तुमारभत भागवत प्रदानः। सम्पूर्णमा राधे राधेको नमन। के छ साथीहरू, सबै आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। चिसो कस्तो छ हाम्रो तराई साइड? म चाहिँ यता बर्दिया जिल्लादेखि एकदम चिसो छ अहिले खेतबारीमा। साँझको टाइम भनेको मेरो ड्युटी नै घाँस काट्ने। आज पनि घाँस काट्नलाई यता घाँस काटेर 2 थैलो भारी पुगाएर आएको छु। यो घाँस चाहिँ हाम्रो बर्सिम भन्छन्। एकचोटि काटेर सकिसकेर फेरि पलाएको छ। यो लगातार लगभग 5 देखि 6 टाइम 7 टाइमसम्म काटेपछि पलाइरहन्छ हिउँदको बेलामा। एकदम राम्रो छ हाम्रो बर्सिमको एरिया। यता त काटिसक्यो, उहाँ परसम्म छ। 5 कट्ठाको एरियामा बर्सिम मात्रै छ यो ठाउँमा, अनि अरू ठाउँमा पनि छ। हुन त भैँसी पनि धेरै छन्, त्यसैले होला। ल ठिक छ साथीहरू, कता गयो के गर्दैछ भनेर सम्झिनुहुन्थ्यो होला। पहिला टिकटक बनाउने टाइम हुन्थ्यो, कहिलेकाहीँ भ्लग बनाउने टाइम हुन्थ्यो। आजभोलि अलिक कार्य व्यस्तताको कारणले गर्दाखेरिमा 5-6 महिना अगाडिदेखि नै म त्यति सामाजिक सञ्जालमा देखिन पाएको छैन। ल ठिक छ, सबैलाई मिठो सम्झना।